सरकारले चालेको छ। हामीले तपाईको चाहिँ के खबरदारी गर्नै पर्छ, सबैजना मिलेर खबरदारी गर्नै पर्छ। डोजर आतंकले देशमा सुशासनको ग्यारेन्टी हुँदैन। हामीले किनिदिएको हो प्रहरीको तपाईको लुगा, प्रहरीको तपाईको चाहिँ लट्ठी, यहाँ पनि प्रहरी साथीहरू हुनुहुन्छ, उहाँहरूले लगाइराखेको ती सारा कुरा जनताको ट्याक्सबाट किनिएको हो कि हैन? अनि तिनै जनतालाई तपाईको चाहिँ के दमन गर्नका लागि सरकारले प्रयोग गर्नु हुँदैन प्रहरीलाई। म त्यो भन्न चाहन्छु। साँच्चै नै हामी सक्छौं भने हाम्रो देशको भूगोलहरू बचाउँ न, लिपुलुकतिर होइन सेनाहरूलाई पठाउँ। नेपाली सेनालाईसम्म पनि तपाईको चाहिँ चौथो घेरामा भनेर सुकुम्बासी बस्तीमा निकाल्नु भनेको यो अत्यन्तै तपाईको चाहिँ के अरे पाशविक, अत्यन्तै असंवैधानिक, अत्यन्तै आताताई कदम चाहिँ सरकारले चालेको कुरा म चाहिँ भन्न चाहन्छु। त्यसो गर्नु हुँदैन। नेपाली सेना त बोर्डरमा राख्ने हो, सुकुम्बासी बस्ती भत्काउनका लागि बन्दुक बोकेर पठाएर हुन्छ होइन? जनतालाई